नमस्ते गाइस, स्वागत छ तपाईहरुलाई एल फार्मिङ च्यानलमा। म विक्रम बुढाथोकी र आज फेरि नयाँ धमाकेदार भिडियो लिएर उपस्थित भइसकेको छु। र आज चाहिँ भिडियोमा के देख्न पाउनुहुनेछ भन्दाखेरि तपाईहरुले मैले चाहिँ सिँचाइ पोखरी खनेको छु गाइस, हैन, खन्दैछु। र सो सिँचाइ पोखरीको भिडियो लिएर म तपाईहरुमाझ उपस्थित भएको छु। र सिँचाइ पोखरी के को लागि भन्दाखेरि सुन्तला, हैन, हरेक तरकारी खेती होस् या सुन्तला टमाटर खेती अन्य सबै खेतीको लागि चाहिँ मैले सिँचाइ पोखरी खन्दैछु। र सो मैले चाहिँ भिडियो लिएर तपाईहरुमाझ आएको छु है त। फाइनली गाइस, यति बेलासम्म मैले यो माटो फालेँ, हैन, देख सक्नुहुन्छ चप्पलको सेप भएको छ। अब चाहिँ मैले यो पोखरीलाई यसरी पारीसम्म पुरै फाल्नुपर्ने हुन्छ। फाइनली गाइस, सिँचाइ पोखरी चाहिँ रेडी भइसकेको छ। मैले चाहिँ कडा मेहनत, हैन, हामी सबैले कडा मेहनत गरेर सो सिँचाइ पोखरी चाहिँ हामीले रेडी गरिसक्यौँ। म तपाईहरुलाई देखाउँछु र पछाडि पनि तपाईहरुले पक्कै पनि देखिराख्नु भएको छ होला। र यसरी अगाडितिर देख सक्नुहुन्छ, हैन, यो पुरा खनेर यो सबै रेडी गरिसकेका छौँ हामीले। उतातिर देख सक्नुहुन्छ है। सो यसरी सबै चार कोण मिलाएर हामीले चाहिँ खनिसकेका छौँ। र यतिको भए चाहिँ सिँचाइ पोखरी रेडी भइसक्यो गाइस है त। यति भन्दै गाइस, आजको भिडियोमा यति नै। यसमा चाहिँ मैले
पानी पुरै सेटिङ गरेर नेक्स्ट भिडियोमा पक्कै पनि लिएर आउने नै छु। र सो आजको भिडियोमा यति नै। च्यानललाई सब्स्क्राइब गर्नुहोस्, तल कमेन्ट गर्नुहोस् है त। धन्यवाद।